मेरी बात चाहिँ एक दुईजना मान्छे मऱ्यो भन्दैमा देश चाहिँ सती नपठाऊ न, मेरो भनाइ यो हो क्या। देशलाई सती पठाएपछि त्यो देशमा म छु भन्ने नभुलो क्या नेपाली भेडाहरू। महानगर प्रहरीले ड्युटी नगर्दा न्यू रोडमा फेरि अराजकता, सडकभरि अवैध पार्किङ, फुटपाथमा व्यापारीको कब्जा। त्यसलाई हिँड्न कति गाह्रो हुन्छ होइन, एकजना व्यक्तिलाई। त्यो भएको हुनाले नियम नै हुन्छ, नियमको लागि परिचालन गर्न नै पर्छ। राम्रो थियो, हिँड्न त्यो पनि पाइन्थ्यो। आज त फुटपाथ पनि सुरु भएछ, पार्किङ पनि। अब म के भन्छु भने नि, ल हेर्नु, यो यस्तो हुन्छ। यसरी गाडीहरू पार्क गर्ने भने रोड कस्तो देखिन्छ क्या। मेरी बात चाहिँ एक दुईजना मान्छे मऱ्यो भन्दैमा देश चाहिँ सती नपठाऊ न, मेरो भनाइ यो हो क्या। देशलाई सती पठाएपछि त्यो देशमा म छु भन्ने नभुलो क्या नेपाली भेडाहरू। मलाई हिजो भेडा भन्थ्यो नि, यति धेरैलाई गाली गरेको थियो नि। मैले हिजो भने नि त्यो भाइको गल्ती छ, त्यो भाइ त्यो नर्मल कुरा हो। एउटा यङ जवानले गरी खान सक्छ क्या। त्यस्तो धोका त जिन्दगीमा कति पाइन्छ नि, त्यो त सिम्पल धोका हो। जब कुनै मान्छेले कानुन र नियमै पालना गर्दैन भने त्यो बाँच्नुको लागि योग्य नागरिक पनि होइन क्या। जसले हामीले कानुनहरू मान्नु सकिँदैन, मानिँदैन भने त्यो देशको लागि बाँच्नु योग्य नागरिक नै होइन कि, अयोग्य ठहरिन्छ। अयोग्यहरू मरेर गएकै राम्रो क्या, बाँच्नुभन्दा पनि। संसारको बुझ्नु पर्यो नि नीति नियमहरू होइन। त्यस कारणले म के भन्न चाहन्छु भने चाहिँ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ कुनै पनि कुरालाई उठाउनुभन्दा अगाडि एकचोटि म कहाँ छु भनेर सोच्नु होइन। हिजो के गर्नुभएको थियो तपाईँले होइन, लाज लाग्दैन? नेपाली मान्छेले हिजो के गर्यो? आफू बसेको देश आफैले सती पठायो। अनि कहिले नभुल्नु कि आफू बसेको देश सती गयो भने आफू चाहिँ बाँचिन सकिन्छ। अर्को कुरा पनि म भन्छु आज खुला छ, दिनमा 7 जना मर्छ ड्राइभरको बिहेभियरले। 7 जना मर्छ, हजारौँ जना अङ्गभङ्ग हुन्छ। तिनीहरूको पीडा कति छ होला? किनभने ड्राइभर भनेको एउटा सहनशीलता पनि चाहिन्छ, चालक भनेको क्या। सहनशीलता छैन भने र नियम पालना गर्दैन भने त्यो देशमा ऊ एउटा के हुन्छ, देशको घातक हुन्छ क्या। त्यो मान्छे चाहिँ यो संसारमा रहनुभन्दा माथि जानु ठिक हुन्छ। त्यसैले त मान्छेले फाँसी सिस्टम राखेको छ त। कुनै मान्छे यस्तो हुन्छ कि जसले देशलाई एकदम हानि पुर्याउँछ क्या। त्यसकारण त्यो भाइको बेहोरा देख्दा पनि मैले त्यही किसिमको देखेँ के। त्यसकारण मैले हिजो भने यो मान्छेको लागि हामीले धेरै कुरा नगरौँ, वेस्ट अफ टाइम नपठाउँ। किनभने हाम्रो देश हामी पनि छौँ, हामी यो देश सँगसँगै सती जान सक्दैनौँ भन्ने मेरो भनाइ आज एकै दिनमा प्रुभ भएको छ। कोही आउनुहुन्न, त्यो भएर अलि भिड चलिरहेको छ। अहिले चाहिँ यस्तो हुँदैन थियो त। मैले भने आज 3 दिन भयो हिँड्न गाह्रो छ, हजुरलाई पनि थाहा छ नि त। दिनुहुन्न थियो, अब सँगले राम्रो थियो, हिँड्न त्यो पनि पाइन्छ। नगरपालिकाले गरेकै ठिक थियो, ठिकै थियो नि। अब सानो मान्छे हिँड्न त राम्रो पाउँथ्यो नि त। ल हेर्नु त होइन, यो एकजना मान्छेले गर्दा कस्तो अस्तव्यस्त भयो बाटोहरूमा। म नेपाली भेडा साथीहरूलाई के भन्छु भने, म नेपालभित्र छु र नेपाललाई सती पठाउनु हुँदैन, म पनि नेपालमा छु भन्ने चाहिँ भुल्नु भएन क्या। यसरी एकजनाले गर्दाखेरि त हेर्नु त, यसो सरसर्ती हेर्दाखेरि